तपाईलाई स्वागत छ जगदीशसँग मनका कुरामा। म जगदीश। आज मसँग छ एउटा कथा, वैदेशिक नेपालीको चिठी। कथा यस प्रकार छ। रमेशले पहिलो पटक विमान चढेको दिन उसकी आमाले मन्दिरमा गएर दियो बाल्नु भएको थियो। छोरा, आफ्नो ख्याल राख्नु, आमाले भन्नुभएको थियो। आवाज काँप्थ्यो तर आँखाबाट आँसु खसेन। आमाहरू यस्तै हुन्छन्, रुने अधिकार आफ्नो लागि राख्दिनन्, छोराछोरी गएपछि मात्र रुन्छन्। रमेश मलेसिया गएको थियो फ्याक्ट्रीमा काम गर्न। उमेर थियो 22 वर्ष। सपना थियो घर बनाउने, बाबुको ऋण तिर्ने, बहिनीको बिहे गराउने। जहाज उडेको छेड रमेशले झ्यालबाट तल हेर्यो। काठमाडौँको बत्तीहरू बिस्तारै सानो हुँदै गए, जसरी आफन्तहरू बिदाईमा बिस्तारै टाढा हुन्छन्। उसको छातीमा एउटा अनौठो भार थियो, न खुसी न दुःख, केवल एउटा निश्चय। मलेसियाको फ्याक्ट्रीमा गर्मी थियो। बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म काम। हातले फलामका टुक्राहरू उठाउने, मेसिन चलाउने, धुलो र तेलको बीचमा बस्ने। रात परेपछि सानो कोठामा 12 जना मिलेर सुत्ने। पहिलो महिना रमेश धेरै रोयो, एक्लै राति सुत्नुभन्दा पहिले, न कसैलाई देखाएर न कसैलाई भनेर। किनभने यहाँ आएका सबैको उस्तै कथा थियो। सबैले आफ्नो दुःख मनभित्रै थपार्थे। हरेक दिन उसले घरमा फोन गर्थ्यो। खाना खायौ? आमाले सोध्नुहुन्थ्यो। खाएँ, रमेशले भन्थ्यो। सुत्यौ राम्रोसँग? सुतेँ। काम गाह्रो छ? छैन आमा, सजिलो छ। झुट थियो, सबै झुट थियो, तर यो झुट मायाको थियो, आमाको मन नदुखोस् भनेर। 6 महिना पछि पहिलो पल्ट पैसा पठायो, 50,000 रुपैयाँ। आमाले फोन गरेर भन्नुभयो, छोरा पैसा आयो। थाहा छ आमा, राम्ररी राख्नुहोस्। तैँले पठाएको पैसाले बाबुको ऋण तिरियो, थोरै बाँकी छ। रमेशले भन्यो, हुन्छ बिस्तारै तिरौला। फोन राखेपछि ऊ कोठाको कुनामा गयो र भित्ता अँगाल्यो, रोयो। 50,000 कमाउन उसले के गरेको थियो। बिरामी परेको दिन पनि काम गरेको थियो, खाना बचाएको थियो, खाजा नखाएर पैसा जोगाएको थियो, तर त्यो आँसु दुःखको थिएन, त्यो त बाबुको ऋण तिरिएको सन्तोषको आँसु थियो। एक दिन रमेशलाई आमाको चिठी आयो। हातले लेखेको अक्षरहरू बाङ्गाटिङ्गा। आमाले लेख्नु भएको थियो, छोरा घर ठिकठाक छ, भैँसी बिरामी परेको थियो, अहिले निको छ, तेरो बहिनीको परीक्षा चलिरहेको छ, बाबु खेतमा व्यस्त छन्, हामी ठिक छौँ। तर एउटा कुरा भन्नु छ, राति बेला बेला तेरो बाबु निद्रामा बरबराउनुहुन्छ, सुन्दा लाग्छ तेरो नाम लिनुहुन्छ, बिहान सोद्धा भन्नुहुन्छ केही भएन, तर मलाई थाहा छ। छोरा पैसा कमाउनु राम्रो, तर आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नु, त हाम्रो सबैभन्दा ठुलो सम्पत्ति हो आमा। रमेशले त्यो चिठी 3 पटक पढ्यो अनि त्यसलाई मोडेर आफ्नो सिरानी मुनि राख्यो। त्यस रात उसले राम्रोसँग सुतेन। यसरी नै 2 वर्ष बित्यो। रमेशले घर बनाउने पैसा जम्मा गर्यो, बहिनीको बिहेको लागि पनि केही बचायो, बाबुको ऋण पुरै तिरिसक्यो। फर्कने दिन आयो। विमानस्थलमा आमा, बाबु र बहिनी आएका थिए। रमेश बाहिर निस्कदा आमाले एकचोटि हेर्नुभयो। छोराको अनुहार सुक्किएको थियो, हातमा कालो दाग, आँखामुनि कालो घेरा। आमाले केही भन्नु भएन, बस अँगालो मारेर रुनुभयो। पहिलो पटक रमेश पनि रोयो। 2 वर्षको सबै थकान, सबै एक्लोपन, सबै झुट्टा ठिक छुहरू सबै त्यो अँगालोमा पग्लिए। बाबु टाढा उभिएका थिए, आँखा रातो थियो तर अनुहारमा गर्व थियो। बहिनी दगुरेर आई, दाइ मैले परीक्षा पास गरेँ। रमेश हाँस्यो, सच्चाको हाँसो, धेरै महिनाको पछिको हाँसो। त्यस रात घरमा दाल, भात र आलुको तरकारी पकाइयो। सामान्य खाना, तर रमेशलाई त्यो संसारको सबैभन्दा मिठो खाना लाग्यो। आमाले आफ्नै हातले पस्कनु भएको
खाना खाइसकेपछि बाबुले भन्नुभयो, छोरा तैँले राम्रो गरिस्। बाबुले कहिले धेरै बोल्नुहुन्थेन। यति नै काफी थियो। रमेशले आँगनमा निस्केर आकाश हेऱ्यो। उही आकाश, उही तारा, तर आज फरक लाग्यो। घरको माटोको गन्ध, आमाको हातको खाना, बाबुको मौनमा लुकेको माया, यी कुराहरू संसारको कुनै पैसाले किन्न सकिँदैन। मलेसियामा 2 वर्ष बसेर उसले पैसा कमायो, तर घर फर्केर उसले बुझ्यो असली सम्पत्ति त यहीँ थियो सधैँ। नेपालका लाखौँ रमेशहरूलाई जो परदेशमा एक्लै रुन्छन्, जो आमालाई ठिक छु भन्छन्, जो घर फर्कने सपना देखेर बाँच्छन्, तिनीहरूको त्याग देखिँदैन तर महसुस हुन्छ हरेक घरको भित्तामा, हरेक आमाको आँसुमा, हरेक बाबुको मौनमा। धन्यवाद। तपाईलाई यो कथा कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया तथा कथाका पात्रहरूलाई तपाईको के सन्देश छ कमेन्टमा भन्नुहोला। अनि जगदीशसँग मनका कुरामा तपाईँ पनि आफ्नो मनको कुरा अनि जीवनमा घटेका घटनाहरू सेयर गर्न चाहनुहुन्छ भने आफ्नो कथा jpaudel974@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ। म हाम्रो अर्को एपिसोडमा वाचन गर्नेछु। यतिन्जेल हामीसँगै रहेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुहोला। हामी अर्को एपिसोडमा भेट्ने बाचा गर्दै आजको एपिसोडबाट बिदा हुन्छौँ। धन्यवाद।